चाहिँ स्वर्गद्वारी टेम्पल। स्वर्गद्वारीमा आज चाहिँ हामी दर्शन गर्नको लागि जाँदैछौँ। सो फाइनल त्यही हो, लास्टमा हेरिदिनु होला भिडियो। ओके फाइनल गाइज हामीले अब स्वर्गद्वारीमा झर्दै देख्न सक्नुहुन्छ। हामी स्वर्गद्वारी आइसक्यौँ। दाइ चाहिँ जानुहुन्न रे के छ हुन्छ। आज चाहिँ हामी स्वर्गद्वारीको भ्रमण गर्दै चाहिँ भर्खरै हिँडेको एकदम जोस छ। अहिले माथि जाँदासम्म कस्तो हुन्छ। सो फाइनल गाइज अहिले चाहिँ हामी गइरहेछौँ माथितिर, सिधीमा चढिरहेछौँ। कस्तो हुन्छ अहिलेको रियाक्सन, एकदम झर्न सक्छु भन्ने छ। अलि माथि जाँदासम्म कस्तो हुन्छ हेर्नुहोस्। अहिलेको लागि चाहिँ यति नै। स्वच्छ आनन्ददायी रहेछ, एकदम मन शान्त भइरहेको छ। अहिले चाहिँ फोहोर व्यवस्थापनको लागि डस्टबिनहरू पनि व्यवस्था गरिएको रहेछ। फोहोर त्यति छैन भनौँ। फोहोर व्यवस्थापनको लागि चाहिँ डस्टबिनहरू तयार गरिएको रहेछ। उता मान्छेको भिडभाड छ, तल छ। हामी चाहिँ अहिले सिग्नली दिइरहेको छौँ माथि। गाइजहरू हामी चाहिँ अब माथि मन्दिरमा प्रवेश गर्न लागिसक्यौँ। अब चाहिँ हामी त्यो मन्दिरबाट माथि जानेछौँ। सो गाइजहरू यतातिर चाहिँ एकदम साग लगाएको रहेछ। नेपालीमा सागहरू देख्न सक्नुहुन्छ। सागहरू हराभरा रहेका रहेछन्। अनि त्यो सागले निहाल्यो। साग चाहिँ एकदम बब्बाले छ। साग देख्न सक्नुहुन्छ, यस्तो बबाल तरिकाले लगाइएको छ। सो यही हो। सो फाइनल गाइज प्रवेश गरियो।
गाइड्स हामी चाहिँ पुरै घुमेर आइसक्यौँ। अब चाहिँ हामी घर जानुपर्ने हुन्छ। हामी चाहिँ अब घरतिर लाग्यौँ। फाइनली तपाईँहरू पनि पूजा आज गर्नको लागि स्वर्गद्वारी आउनु होला। एकदम पवित्र तीर्थस्थल स्वर्गद्वारीमा हामी चाहिँ पूजा भ्रमण समान उता यति सबै गरेर भइसक्यौँ। लेट्स गो, तपाईँहरू पनि आउनु होला। हिँड्न चाहिँ अलि मुस्किलै छ, अनि एनर्जीका साथ आउनु होला। सो यही भन्न चाहे बेस्ट। फाइनल गाइड्स हामी चाहिँ माथि स्वर्गद्वारीको यात्रापछि हामी चाहिँ के बजार रेम छ परेको बजारको नाम त थाहा भएन। कोचिबाङतिर हो, कोचिबाङको होटेल हो। कोचिबाङको यत्तिको बजारमा हामी जान लागेछौँ। माथि स्वर्गद्वारीबाट आइयो फाइनली हैन स्वच्छ तरिकाले। ओ माई गड, हामी चाहिँ एकछिन घुमघाम गरेर धेरै समय लागेन, एकछिनमै आइपुग्यो।